म तिमीलाई शिक्षा दिनेछु त कुनै मार्गमा हिँड्नुपर्ने सो तिमीलाई सिकाउनेछु। म तिमीलाई परामर्श दिनेछु र तिमीमाथि नजर राख्नेछु। परमेश्वरलाई धन्यवाद तथा सम्पूर्ण परमेश्वरका प्रिय र आत्मिक सन्तानमा स्वागत छ। परमेश्वर भन्नुहुन्छ त्यो आत्माको के औचित्य रह्यो र जसमा परमेश्वरको प्रेम नै छैन, र त्यस दिमागको के अर्थ जसमा परमेश्वरको शिक्षा छैन। फेरि पनि परमेश्वरलाई अनगिन्ती धन्यवाद। यस समय परमेश्वर तपाईको सही शिक्षा के हो र उहाँको मार्गदर्शन साथै सम्पूर्ण पापबाट क्षमा भई आउने सुखको बारे भजन संग्रहको भजन 32 बाट स्पष्टीकरण गर्नु भएको छ र यहाँ यसरी भन्नु भएको छ, पापको क्षमाबाट हुने सुख। धन्य हो त्यो व्यक्ति जसको अपराध क्षमा भएको छ र जसको पाप टाढिएका छन्। त्यो मानिस धन्यको हो जसलाई परम प्रभुले दोषी ठहर्याउनु हुन्न र जसको मनमा छलकपट छैन। र जब मन मौन रहे तब दिनभरिको मेरो करुणा मेरा हाडहरू खिएर गए, किनकि दिनरात तपाईको बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझै सुकिसकेको थियो। तब मैले आफ्नो पापको सामुन्ने स्वीकार गरे र मेरो अधर्म मैले लुकाइन। मैले भने म आफ्नो अपराध परम प्रभुको सामुन्ने स्वीकार गर्नेछु र तपाईले मेरो पापको दोष क्षमा गर्नुभयो। यसकारण हरेक भक्तजनले जबसम्म तपाईलाई प्राप्त गर्न सकिन्छ तपाईमा प्रार्थना गरोस्, अनि दुःख कष्ट र उर्लेको भेलले त्यसलाई छुने छैन। तपाई मेरो आश्रय हुनुहुन्छ। तपाईले मलाई दुःखबाट रक्षा गर्नुहुन्छ। तपाईले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। म तलाई शिक्षा दिनेछु त कुन मार्गमा हिँड्नु पर्ने सो तलाई सिकाउनेछु। म तलाई परामर्श दिनेछु र तमाथि नजर राख्नेछु। समझ्ने नभएको घोडा अथवा खच्चर जस्ता तिमी नहौ जसलाई रोक्न लगाम र डोकरी चाहिन्छ, नत्र त तिमीहरू तेरो वंशमा आउने छैनौ। दुष्टले धेरै कष्ट भोग्नु पर्नेछ, तर परम प्रभुमा भरोसा राख्नेहरूलाई भने जस्तो अचूक कृपाले घेर्नेछ। हे धर्मात्मा हो, परम प्रभुमा आनन्दित हौ र हर्ष मनाओ र सोझो मन भएका हो तिमीहरू सबै आनन्द साथ जय जयकार गर। हे धर्मी जन हो, परम प्रभुमा आनन्दसित भजन गाऊ। सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँदो छ। बीडा बजाउँदै परम प्रभुको प्रशंसा गर। दस्तारे सारङ्गी बजाउँदै उहाँको स्तुति गाओ। उहाँको निम्ति एउटा नयाँ भजन गाओ। जय जयकार गर्दै उहाँको महिमा गर, किनकि परम प्रभुको वचन ठीक र सत्य छ र उहाँका सबै काम विश्वासमय हुन्छन्। परम प्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ। उहाँको अचूक कृपाले पृथ्वी भरिपूर्ण भएको छ। परम प्रभुको वचनले आकाशहरू निर्माण भएर उहाँकै मुखको सासले त्यहाँका ग्रहहरू नक्षत्रहरू निर्माण भए। उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ। उहाँले गहिरा सागरहरूलाई आफ्नो ढुकुटीमा राख्नुहुन्छ। सारा पृथ्वीले परम प्रभुको भय मानोस्। सारा संसारका निवासीहरूले उहाँको भक्ति गरून्, किनकि उहाँको मुखको वचनले सारा सृष्टि रचियो। उहाँले आज्ञा गर्नुभयो र त्यो स्थिर रह्यो। परम प्रभुले जाति जातिका योजनाहरू रद्द तुल्याउनुहुन्छ। उहाँले मानिसहरूका विचार विमर्शलाई विफल तुल्याउनुहुन्छ, तर परम प्रभुका योजनाहरू सदा स्थिर रहन्छन्।
उहाँको हृदयका विचार पुस्तौंसम्म रहिरहन्छन्। परमेश्वर भन्नुहुन्छ, त्यो जाति धन्यको हो जसको परमेश्वर परम प्रभु हुनुहुन्छ। ती मानिसहरू जसले आफ्नो उत्तराधिकारीको निम्ति उहाँले चुन्नुभयो। परम प्रभुले स्वर्गबाट हेर्नुहुन्छ र उहाँ सबै मानिसका सन्तानलाई देख्नुहुन्छ। आफ्नो वासस्थानबाट उहाँ पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर राख्नुहुन्छ। उहाँ जसले सबैका मनको रचना गर्नुहुन्छ र तिनीहरू सबैका कामको विचार गर्नुहुन्छ। कुनै राजा आफ्नो ठूलो सेनाद्वारा बाँच्न सक्दैन। कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा बाँच्न सक्दैन। घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ। त्यसको ठूलो तागतले पनि त्यो बचाउन सक्दैन। तर परम प्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ। तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न हामी आशा लिएर परम प्रभुको बाटो हेर्दछौँ। उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। उहाँमा नै हामी हर्षित हुन्छौँ, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्दछौँ। हे परम प्रभु, हामीले तपाईमा आशा राखे मुताबिक तपाईको अचूक कृपा हामी माथि रहोस्। परमेश्वरलाई धन्यवाद। साथै हाम्रा राजा दाउदले लेख्नु भएको वचन निमित्त भजन यहाँ यसरी भन्नु भएको छ, हर समय म परम प्रभुको प्रशंसा गर्नेछु। उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परम प्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुसी हौ। मसँग सँगै परम प्रभुको महिमा गर र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं। मैले परम प्रभुलाई खोजेर उहाँले मलाई जवाफ दिनुभयो। मलाई मेरो सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्जवल हुन्छन्। उहाँलाई हेर्नेहरू तागतिला हुन्छन् र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्ने छैन। यस दुखित मानिसले परम प्रभुलाई पुकार गरोस् अनि उहाँले सुन्नुभयो र त्यसलाई त्यसका सबै कष्टबाट बचाउनु भयो। परमेश्वरको भय मान्नेहरूका चारैतिर परम प्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लगाउनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। परम प्रभुको पारख गरेर हेर कि उहाँ कति भला हुनुहुन्छ। उहाँमा शरण लिने मानिस धन्यको हो। हे परम प्रभुका पवित्र जन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। र जवान सिंहहरू कमजोर होलान् र भोकाउने छन्, तर परम प्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुने छैन। आओ हे बालक हो, मेरो कुरा सुन। म तिमीहरूलाई परम प्रभुको भय मान्न सिकाउने छु। तिमीहरू मध्ये कसले जीवनलाई प्रेम गर्छ र धेरै असल दिनहरू देख्ने इच्छा गर्दछ भने आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई झुट बोल्नबाट अलग राख। खराबीबाट फर्केर असल गर, शान्ति खोज र त्यसैको पछि लाग। परम प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ। उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ। परम प्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छन् अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुनेछ। जब धर्मी जनहरूले पुकारा गर्दछन् तब परम प्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकष्टहरूबाट तिनीहरूलाई उद्धार दिनुहुनेछ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परम प्रभु भन्नुहुन्छ र निराशा भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छ, तर परम प्रभुले त्यसलाई ती सबैबाट
उद्धार दिनुहुनेछ। परम प्रभुले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँसिँदैन। खराबीले दुष्टलाई नष्ट पार्दछ र धार्मिक मानिसहरूका विरुद्धहरूमा जाने दोषी ठहरिनेछन्। परम प्रभुले आफ्नो दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ। उहाँमा शरण लिने कोही पनि दोषी ठहरिने छैन। त परमेश्वरलाई अनगिन्ती धन्यवाद। र जसरी उहाँले वचन मार्फत भन्नुभएको छ, वचनले तिमीहरूलाई बचाइसकेको छ र शिक्षाले तिमीहरूलाई सिकाइसकेको छ भने जसरी यसै वचन तथा शिक्षाले हामीलाई भरिपूर्ण आशिष दिइसक्नु भएर यसै स्वर्गका अमूल्य वचनद्वारा हामी सम्पूर्णमा बुद्धि, ज्ञान, चेतना, आशिष, उन्नति, चङ्गाई, घर परिवारमा सुख, शान्ति, आनन्द र जति पनि नबनेका कार्यहरू थियो भने आजको यसै वचनद्वारा बनिसक्यो भन्दै परमेश्वर पितालाई अनगिन्ती धन्यवाद तथा हजुरहरू सम्पूर्णमा परमेश्वर पिताको भरिपूर्ण आशिष भन्दै परमेश्वर पितालाई अनगिन्ती धन्यवाद यीशु मसीहको नाममा।